तर बालेनले मतलब यदि केपी ओलीको ठाउँमा उ गर्यो भने के अरे उम्मेदवारी दिए भने ठुलो साहस त्यसलाई मान्नुपर्छ। अनि भविष्यको प्रधानमन्त्री बन्छु भन्ने मान्छेले त तपाईँको प्रधानमन्त्रीकै क्यान्डिडेटसँग लड्ने हो नि त। 3 पटक प्रधानमन्त्री भइसकेसँग लड्न लाग्यो अहिले। राम्रो हो त्यो त। मेरो 4 पटक होइन, मेरो कामना छ, शुभकामना छ उनी लडुन् है। जित्ने नजित्ने भने त भविष्यको कुरा हो। बालेन गएर लडेपछि जित्दैन होला त। ए बाबा, यो देशको सर्वाधिक पपुलर मान्छे आज हेर्नु न, उहाँको लाइक कति छ, फेसबुक फलोवर्स कति छ। राप्रपाले बालेनलाई दियो भने लगभग पुरा आउँछ कम्पिटिसनमा। तर राप्रपाले दिन्छ दिँदैन थाहा नै छैन। राप्रपाले दिनु पऱ्यो नि। कि राप्रपाको नि मत त छ त्यहाँ। राप्रपाले पनि बालेनलाई भोट हाल्नु पऱ्यो। बालेन गएपछि मान्छेलाई वाद सिद्धान्त विचारसँग मतलब छैन क्या। उनीहरूले भोट एक कालो चस्मा पुग्यो, ड्याङ्गै खनाइदिने हो नि ढङ्गमा हो। अब हेर्दै जानुहोस् न यार, अहिले चुनाव फागुन 21 गते हुन्छ कि हुँदैन के ठेगानै छैन अहिलेसम्म। काङ्ग्रेसको महाधिवेशन हुन लागिसक्यो, विशेष महाधिवेशन विशेष महाधिवेशन झन् भाँड भैलो हुने जस्तो हेर्नुहोस् त। ल अब गगन थापा तपाईँको प्रधानमन्त्रीको क्यान्डिडेट गगन थापा अब सभापति देख्नु भएन। त्यही त, त्यो भएपछि त झन् चाहिँ मतलब के भने संस्थापन पक्षका शेरबहादुरहरूले मुद्दा हाल्ला नि त, चुप लाएर बस्छ। अनि निर्वाचन आयोगलाई निर्णय गर्न गाह्रो होला नि त। 54% उपस्थिति पुर्याइसक्यो अरे। अनिखेरि अब 64% पुर्याउँछ। त्यही त, त्यही अहिलेको यो काङ्ग्रेसको चाहिँ विशेष महाधिवेशनले एउटा नयाँ मोड लिन्छ कि चुनावलाई भन्न खोजेँ मैले त्यो कुरा। त्यो किनभने आज तपाईँको 28 गते भइसक्यो पुसको। अब दुई दिन बाँकी छ पुस। माघ एउटा सिँगै बाँकी छ होइन। 7-8 गते चाहिँ तपाईँको चाहिँ नोमिनेसन फाइल गर्नुपर्छ। 6 गते होइन। त 6 गते नोमिनेसन फाइल गर्दा अहिले चाहिँ 5-6 दिन सिवा बाँकी छैन। अब काङ्ग्रेसले सबै ठाउँमा चाहिँ मतलब के भने एउटा मतलब भनौँ न निर्णय गरिसक्यो, योलाई उठाउने यसलाई उठाउने, त्यो सबै चेन्ज गर्नुपर्छ। ए निर्णय गरिसक्यो काङ्ग्रेसले? गरेको छैन त। अब तपाईँको त्यही अब अरू नगरे पनि बन्द सूची त बुझायो नि त शेरबहादुरजीले। त्यो चेन्ज गर्नु पर्दैन। बन्द सूचीमा त सबै शेरबहादुरको मान्छे छन् त्यहाँ। त्यसलाई मानेर हिँड्ने नयाँ इलेक्टेड चाहिँ मतलब चेयरम्यानले, चाहे चेयरम्यान जोसुकै होस्, गगन हुनसक्छ, शेखर हुनसक्छ। अनि इलेक्टेड कसरी हुन्छ त? यो त इलेक्टेड होइन नि, खोसेको हो नि। खोसे होइन, इलेक्सन त हुन्छ नि। तपाईँ जानुहोस् न आज भोलि। होइन, विशेष महाधिवेशन बोलाउनु बेटर लाग्यो सर। तपाईँको एउटै गाउँ भएर हो कि? होइन, मेरो गाउँ मेरो ठाउँको मान्छे भएर होइन, तर ढलेको पार्टीलाई पनि उनले उठाए, ढलेको नेतालाई पनि उनले उठाए, घाँसबास कपासको पनि व्यवस्था गरिदिए, पार्टीलाई पनि तपाईँको विशेष महाधिवेशन आफ्नै ठाउँमा गराए। हेर्नुहोस्, भव्यताका साथ सफलताका साथ तपाईँको गरे होइन। केपीले गरेको भन्नुहुन्छ कि महेशले गरे? महेशले गरे नि। ठिक छ, तपाईँ क्लियरली महेशले गरे। अब केपी भन्छ मैले गरेँ, उनले भनौँ न, उनलाई घाँसबास कपास त सुरक्षाको व्यवस्था त महेशले गरिदिइरहेछन्। अनि नोट कसले खर्च गर्यो? नोट जोसुकैको होस्, 20-25-50 वटा चाहिँ नि कोट र मैलपो सुरुवाल तुरुन्त सिलायो। कसले दियो पैसा? होइन, दुःखको अहिले हरेक दिन मतलब के भने फेरि त्यो जलेको चाहिँ कपडा चाहिँ जल्यो। अहिले फेरि केपी शर्मा ओलीले हरेक दिन नयाँ कपडा लाएर हिँडिरहेछ कोट, त्यो पनि सेट मिल्ने। होइन, दुःखको बेलामा साथ दिने चाहिँ ठिक हो। ठिक छ, दुःखको बेलामा साथ दिया हो, त्यो त मान्नुपर्छ। त्यो त मतलब के भने जसले पनि मानवताको नाताले पनि मतलब के भने घर जलेको थियो, केपीलाई चाहिँ लगेर चाहिँ मतलब के भने गुन्डुमा लगेर राखे। धन्यवाद छ, राम्रो। यिनीहरूले त झन् पार्टी फुटाउनु खोजे गगनले त। त्यो गगनले पनि लगेर मतलब के भने उसलाई शेरबहादुरलाई लगेर उसमा के अरे महाराजमा लगेर राखिदियो होला नि त। गगनलाई राख्यो? गगन जस्तै अरू साथीले लगेर राखे नि त। होइन, आए त यिनीहरू कहीँ? किन गगनहरू गए? नेतृत्वलाई जोगाउनु पर्छ भनेर आए त कतै? नेतृत्वलाई जोगाउनुको लागि हाम्रो पार्टीमा लास छैन, हाम्रो पार्टीमा दास छैन, जिउँदा मान्छेहरू रे के। आज देख्नुभयो शङ्कर पोखरेलहरूले दिए नि। हामी त होइन व्यथितिको विरुद्ध उभिएका हौँ। ठिक छ, शङ्कर पोखरेलले दिएको छ, राम्रो छ। अहिले गगनहरूले शङ्कर पोखरेल सबै एउटै भएर दिइरहेका छन्। 45% त मतलब सिग्नेचर गरे भनेको छ, 56% पुग्यो पनि भनिरहेका छन्। हेरौँ अब भोलि के हुन्छ। होइन, यस्तो के जस्तो केपी ओली ठिक थिए अथवा केपी ओली ठिक भएको भए यो दिन आउँदैन थियो।
आजको दिन आउँदैन थियो। तर पछि जसरी उनीहरूले रिभाइभ गर्ने प्रयास गरे उनीहरू संविधानको पक्षमा उभिए नि त। संसद पुनर्स्थापना हुनुपर्छ भनेर डे फर्स्टदेखि केपी ओली लागिरहे। तर अहिले गगनहरू चाहिँ अब हामी निर्वाचनमा जानुपर्छ भनिरहेछन् के। अब यो संविधानको यदि तपाईँले भने जस्तो संसद पुनर्स्थापना भएन भने यो संविधानको औचित्य सकिन्छ हो तपाईँले भन्नुभएको छ संसद पुनर्स्थापना हुने सम्भावना नि छ, किनभने अहिले अनि संसद पुनर्स्थापना भएन भने यो संविधानको औचित्य रहन्छ त? मलाई क्लियरली भन्नुहोस्। संसद पुनर्स्थापना हुने सम्भावना किन छ भने केपी शर्माले ऊ बेलामा संसद विघटन गरेको भर्खरै पूर्ण पाठ निस्क्यो, नजिरहेछ आयो है। त्यसमा के भनिएको छ भने संसद मतलब विस्थापन गर्न या उ गर्न विघटन गर्न मिल्दैन। प्रश्न भन्दैछ, क्लियर भन्दा छैन। क्लियर भन्दैछ। अनि यो गगनहरूले के रोइलो गरेको त? रोइलो के गरेछ? उनीहरूले पनि त उनीहरूको त ग्रुप गएको छ नि। होइन, संविधान जोगाउने हो भने त ठिक छ त। उनीहरूले अहिले होइन, उनीहरूको आफ्नो चाहिँ बेग्लै पार्ट हो है यो विशेष महाधिवेशन बेग्लै पार्ट हो, पार्टीभित्रको कुरा हो। होइन, यिनीहरू त इलेक्सनमा जानको लागि हो नि त। होइन, इलेक्सनमा टिकट कसको हातले बाँड्ने भन्नको लागि मात्रै हो नि त अहिले यो गरेको। होइन, नत्र त वैशाखमा महाधिवेशन हुँदैछ। ठिक छ त। यिनीहरूले त्यो गरेको पनि एउटा कुरो के छ भने सर्वोच्चलाई अलिकति समय मिल्यो नि, अब के गर्ने निर्णय भन्ने कुरा। सर्वोच्चले आफैले बोलेको निर्णयलाई यदि सिरान राख्ने हो, सिरानमा हाल्ने हो भने संसद पुनर्स्थापना हुन्छ। संसद पुनर्स्थापनाको विकल्प छैन। विकल्प छैन। भोलि गगनलाई तपाईँको रिस उठ्ला, प्रधानमन्त्री बन्न मन लाग्ला, हिजो ल्याएको जति मास ल्याएर उनले फेरि देश जलाइदियो भने त प्रधानमन्त्री बनिहाले। दुर्गा दाईलाई बन्न मन लाग्ला, दुर्गा दाईले 50,000 जति मास ल्याएर देश जलायो भने बनिहाले। अर्को केसमा अर्को कुरा गरौँ न। यदि त्यो संसद पुनर्स्थापना भएन भने नजिर त त्यही बस्छ नि सर। यो कुरा क्लियरली तपाईँले भन्दैन हो। संसद पुनर्स्थापना भएन भने त्यही हुन्छ जो चाहिँ 23-24मा भयो। यो त क्लियर हो नि त। क्लियर भयो। त्यसका स्थापना हुनै पर्छ। भएन भने यो संविधान चोकमा राखेर जलाइदियो हुन्छ। भएन भने जलेकै छ नि। तपाईँले माने छैन, मैले माने छैन। मैले त मानिरहेको छु। नमाने बस्न पाइन्छ यो देशमा हो र? घोक्रे ठ्याक लाउँदैन। खै त मैले माने छैन त्यसलाई। यो संविधानले देश बच्दैन भनेर बोलेर हिँडेको छु। तपाईँसँग रेकर्डै होला। त्यो संविधानको आलोचना भयो, तर पनि तपाईँ संविधान अन्तर्गत रहनुहुन्छ। रहनु त संविधान अन्तर्गत त राज्य अन्तर्गत त रहनै पर्छ। तर संविधान नमान्न सक्छु। संविधानको आलोचना फरक हो। तर संविधान देश र परिस्थिति अनुसार देशको हितको लागि संविधान छैन र यसको धेरै बुँदाहरू चाहिँ नि राष्ट्रियताको खिलाफमा छ भनेर बोल्न त पाउँछु नि मैले। अब त्यो तपाईँको आलोचनात्मक दृष्टिकोण हो। त्यो पाउनुभयो तपाईँले। संविधान नमानेको भए त त्यो अदालतमा गएर मुद्दा किन दिन जानुहुन्छ तपाईँ? त्यो त त्यही संविधान मातहतको त हो। सबै मातहतकै, सबै संविधान मातहतका कुराहरू हुन् नि त। तर संविधान सबै चाहिँ मतलब के भने अहित गर्ने पनि हुँदैन। संविधानका केही धाराहरू हित गर्ने पनि छन् नि हामीलाई। त्यही त। तर धेरै धाराहरू अहित गर्ने छन्। त्यो अहित गर्ने धारालाई चाहिँ काट्नुपर्छ। त्यही त आलोचनात्मक दृष्टिकोण तपाईँले राख्न पाउनुभयो। तर संविधान तपाईँले मानिरहनु भएको छ। संविधान मानेको होइन, संविधानको अन्तर्गत चाहिँ मतलब के भने म स्वतः पढ्छु, तर मैले मान्नुपर्छ जरुरी छैन। म नमान्न नि सक्छु। र म के भन्छु भने जबसम्म संविधानमा मूल तत्त्व जुन चाहिँ म त खराब तत्त्वहरूलाई एमेन्ड गरिनँ तबसम्म म मान्दिनँ भन्न सक्छु भयो। ठिकै छ। मलाई गगन थापाहरूको धेरै कुरा गर्नु मन छैन होइन। नगरौँ अहिले, नगरौँ। 2 दिन छ फेरि हामी एउटा कुरा गरौँ न, भोलि अर्को परिस्थिति आउला। तर मलाई फेरि यहाँ यो बालेनकै कुरा जोड्न मन लाग्यो। बालेन झापा क्षेत्र नम्बर 5मा गएर केपी ओलीसँग उम्मेदवारी दिए भने नि केही दिन अगाडि हर्क साम्पाङले एउटा स्ट्याटस लेखेका थिए, बालेन जहाँ उठ्छन् हामी त्यहीँ उम्मेदवारी दिएर हराउनेछौँ भनेको थिए। त्यसको केही दिन पछाडि उनले सुनसरी 1बाट म चुनाव लड्दैछु भनेर घोषणा गरे। अब हर्कले पनि हिम्मत छ भने बालेनसँगै गएर चुनाव लड्नु पऱ्यो कि झापा 5मै लड्नु पऱ्यो नि त। होइन, यो केटाकेटी सबै केटाकेटी कुरा आएन। कस्तो केटाकेटी कुरा? अब तपाईँले अहिले देशको प्रधानमन्त्री 3 जना तपाईँको प्रधानमन्त्रीको क्यान्डिडेटहरू त्यहाँ भिडेर त्यहाँबाट जसले जित्छ नि, अनि त्यसलाई त हामीले हेर्दा पनि ओहो यो चाहिँ प्रधानमन्त्री जस्तो भन्न पाइयो नि त। ठिक छ। सुन्नुहोस् न, अब मतलब के भनेदेखि अब बालेन पनि म मतलब प्रधानमन्त्री हुने भन्ने, हर्क साम्पा पनि म प्रधानमन्त्री हुने भन्ने पनि त ठिक छ त। प्रधानमन्त्री हुने एकै क्षेत्रमा गएर लडुन्, जनताको मत ल्याउन् होइन। त्यसमा मलाई भन्नु केही पनि छैन। आफूलाई प्रमाणित गर्छु कि म लड्ने हो। तर मलाई लाग्छ कि केपी शर्मा ओलीको विरुद्धमा बालेन जान सक्दैनन्। होइन, बालेनले बोलेको कुरा पनि नकारात्मक होला सर। बालेन आफ्नो बोलीमा अडिक हुँदैनन्। कहाँ अड्छन्? तिनीहरूको बोलीमा कहाँ अडान्छ र? खै मैले त देखाएको छैन त्यस्तो। तपाईँलाई विश्वास लाग्दैन बालेन केपी ओलीसँग चुनाव लड्छन् भनेर? चुनाव लड्छन् अब त्यो त गएर लडे हार्छन् पनि होला, जित्छन् पनि होला। त्यो त मतलब भविष्यको कुरा म बताउन सक्दिनँ। तर उनको चाहिँ मतलब के भने हरेक बोलीमा अडान छैन कि।
त्यो सेकेन्डरी कुरा भयो तर यो चुनावमा त म लड्छु नै ठिक भने छ एकदम लड्यो भने म धन्यवाद दिन जान्छु शुभकामना दिन्छु बालनको पक्षमा उभिनुहुन्छ बालन पक्षमा उभिने होइन बालन हिम्मती हो भनेर थपाउँछु म उसलाई धन्यवाद बाबु तपाईँले भोट हाल्न पाउनु भयो भने अथवा भोट त हाल्न पाइहाल्नुहुन्छ अब तपाईँ हाल्नुहुन्छ म हाल्दिनँ हाल्नुहुन्न होइन बालनलाई हाल्नुहुन्छ कि हर्कलाई म हाल्दिनँ त तपाईँलाई हर्क साम्बाङ चाहिँ कस्तो यो लाग्छ यो हर्क ठिक छ मान्छे माटो लिएर हिँडेको छ माटो लिएर हिँडे मान्छे त ठिक भन्नुपर्छ नि संस्कृति ल्याएको छ माटो ल्याएको छ सत्य कुरा बोल्छन् हर्क ठिक छ आफ्नो क्षेत्रमा ऊ क्षेत्रीय नेता मात्र हो कि त्यही तर भुइँ मान्छेको नेता चाहिँ हर्क साम्बाङ नै रहेछ भुइँ नेता भन्नाले अब मतलब के भने धरानको अहिले नेतै हो नि काठमाडौँ आइपुगेको छैन ऊ होइन अब उसले त के गर्नु पऱ्यो भने धरानबाट चाहिँ उक्लिनु पऱ्यो भोजपुरबाट उक्लिनु पऱ्यो धनकुटाबाट सबै उक्लिसके तपाईँले नदेखा मात्रै हो त उक्ले धरान धनकुटा दिक्तेल होइन सोलुखुम्बु पुगिसके ल ठिक छ त त्यहाँ जिताएर देखाउनु पऱ्यो नि त कतिजना क्यान्डिडेट जिताएर देखाउँछन् एउटा दुईवटा जिताएर देखाउँ न त्यो दुईवटा जिताउनु खै क्षेत्रीय पार्टी हुँदैन ऊ राष्ट्रिय पार्टी बन्दैन हर्कको पार्टी कहाँ बन्नु सपना हो रेशम चौधरीको पार्टी बन्छ राष्ट्रिय पार्टी हो त रेशम चौधरीको राष्ट्रिय पार्टी भयो नि त कहाँ हो थ्रेसहोल्ड कटाएपछि राष्ट्रिय पार्टी भयो नि त थ्रेसहोल्ड कटाउँदै बित्तिकै राष्ट्रिय पार्टी भनेर भन्न मिल्दैन हेर्नुहोस् राष्ट्रिय पार्टी भने क्षेत्रीय पार्टी हो त्यो राष्ट्रिय पार्टी क्षेत्रीय पार्टीको फरक बुझ्नुहोस् राष्ट्रिय पार्टी भनेको बेग्लै हो क्षेत्रीय पार्टी भनेको ऊ क्षेत्रीय पार्टीसम्म आयो अघिल्लो चुनावमा रासोपाले जति ल्यायो नि सिट त्यति नै सिट चाहिँ अब माटोले ल्याउँछ भन्दैछन् सर अनि ल्यायो भने बेस धन्यवाद छ त्यो त एउटा परिवर्तन त आउनुपर्छ तर अचम्मका नेता रहेछन् हेर्नुहोस् त उनले के भने थाहा छ यो हातलाई विश्वास गरौँ होइन हामीले कतार बनायौँ मलेसिया बनायौँ दुबई बनायौँ आज संसार बनाएको छौँ संसारको सुरक्षा गरेका छौँ नेपाली हातले हो अनि त्यो हातले हाम्रो देश चाहिँ बनाउन सक्दैन भने कि अब बनाउनुपर्छ नेपाली त्यही हातले हेर्नुहुन्छ कतारका त्यत्रो स्टेडियम बनायो क्या ठिक छ त हामीले पनि बनाउनु पऱ्यो त्यसलाई ल्याउनु सक्नु पऱ्यो ती हातलाई हातबाट मुखसम्म खाने व्यवस्था पनि गर्नु पऱ्यो नि हात मात्रै भएर हुन्छ यहाँका बिचौलियाले गर्दा हो नि त त्यो व्यवस्था नभएको ठिक छ त्यसको लागि यहाँका बिचौलियाले त्यो जति खिचिरहेछ नि त्यो खिच्न छोड्यो भने त यो देश त तपाईँ कायापलट हुन्छ नि अब तपाईँ भन्नुहुन्छ ठिक छ बडो गाह्रो छ हेर्नुहोस् है त्यो यो घिचो आएरलाई देश निकाला गर्न यो घिचो आएरलाई लगेर नुवाकोटको चाहिँ जेलमा थन्क्याउन बडो गाह्रो छ अति गाह्रो छ त्यो त तपाईँ जबसम्म सक्नुहुन्न तबसम्म त्यो त ऊ देख्नु भएन भने नयाँहरूले त चन्द्र ढकालकै छोरो बोकेर हिँड्दो रहेछन् अन्त देख्नु ऊ त उमेर नपुगेर उल्टा गरिरहेको छ हेर्नुहोस् पूर्वमा हात लाउने भए काम केही रहन्छ अनि नेपालीले के 22 नेपाली केरा भने जस्तो सबै तपाईँको यो पैसा भएकाले मात्रै राजनीति गर्ने रहेछ त्यस्तै हो रासोपाको एउटा नेत्रीले त भन् टन्न पैसा कमाउने अनि पो राजनीतिमा आउने हो भने गरिब आयो भने त भ्रष्टाचार गरिहाल्छ रे तपाईँलाई मैले आजभन्दा 2 वर्ष अगाडि एउटा कुरो भनेको थिएँ सम्झना छ सम्झाउनुहोस् न प्लिज मैले के भनेको थिएँ भने तपाईँसँग 5 अरब रुपियाँ छ भने त्यतिखेर है तपाईँलाई म प्रधानमन्त्री बनाइदिन्छु भनेको थिएँ याद छ तपाईँलाई खोज्नुहोस् यसमा जोड्नुहोस् आजकोमा जोड्नुहोस् अब त्यो 5 अरब गएर 10 अरब भएको छ किन इन्फ्लेसनले गर्दा पैसाको पावर घट्यो भनेपछि गगनसँग 10 अरब छ अहिले फेरि गगनसँग नजोड्नुहोस् न 10 अरब नगदसँग कुरा गरिरहेको छु मैले गगनसँग कुरा गरिरहेको मैले गगनले नि अहिले यत्रो चाहिँ उ गरिरहेछन् टिकडमा होइन त्यो पनि पैसाकै दममा भन्छन् कि के मान्छे आरोप लगाउँछन् पैसा दम त तपाईँको अहिले 1500 अहिले तपाईँको चाहिँ कोठाहरू होटल रिजर्भेसन छ खानी लाउने व्यवस्था छ सबैलाई अब त्यो खर्च त भयो नि नहुने भन्ने कुरो भयो अब पार्टीले तिरेन होला किन पार्टीले तिर्दैन पार्टीमा कता दिग्गज मान्छेहरू छन् पैसावाला पार्टीको आधिकारिक कोषबाट तिरियो त त्यो पार्टीको आधिकारिक कोषमा त आउनु पऱ्यो नि त अहिले त पार्टी कब्जा त तपाईँको चाहिँ शेरबहादुरले गरेर कहाँ पैसा तिर्छ उसले कतै बाहिरबाट तिर्छन् पछि हिसाब मिलान गर्छन् तर जे पनि अहिलेको यो विशेष महाधिवेशन 10 करोड खर्च छ मात्रै नहुने खान लाउन बस्न त्यो मात्रै अरू भित्र त अहिले खरिद बिक्री भए देखिया छैन अब खरिद बिक्री होस् भरे भोलि म बताउँछु तपाईँलाई कति खर्च भयो बताइदिन्छु म अब को मतलब के भने सभापति हुँदैछ अनि कति खरिद गर्छ अनि कुन मतलब के भने उसबाट ठाउँबाट चाहिँ कति पैसा आयो त्यो पनि बताउन सकिन्छ चुनाव चाहिँ नलड्ने तपाईँ अब म त चुनाव पनि लड्दिनँ भोट पनि दिन्न बडो दुःख लागेको छ
अब देशै पुरै तपाईँको राज संस्थामय भइसकेको छ, हिन्दू राष्ट्रमय भइसकेको छ। अब योपालि त भोट त तपाईँको कराप्पै आउँछ। अनि चुनाव पछाडि हामी राज संस्था ल्याउँछौँ भने अस्ति बोल्दै थिए ककलले, राप्रपाबाट चुनाव लड्नु पऱ्यो नि। अब हेर्नुहोस्, राज संस्था आउने नआउने राजाको हातमा छ अहिले। राजा आफै तयार भइरहेका छैनन् है, त्यो किसिमको माहौल पनि तयार भएको छैन अहिले। अझ दुःख पाउनु बाँकी छ नेपालीले, अझ अभाव र अविश्वास बढ्न बाँकी छ। अहिलेसम्म तपाईँको चाहिँ नि कसैले पनि राज संस्था चाहियो बोलेको छैन। हेर्नुहोस्, अहिले गगनले नि बोलेको छैन र काङ्ग्रेसका त आधा मान्छेले बोलेका छैनन्। अब मतलब भनौँ न, भट्टराईहरूले अरू धेरैले बोलिसके नि राज संस्थाको कुरामा, तर गगनले बोलेको छैन। अब भोलि गगन एउटा चाहिँ होनहार चाहिँ युवक भएको हुनाले भोलि हुनसक्छ उसको हातमा पुग्ला काङ्ग्रेस। त्यस कारणले अहिले केही भन्न सक्दैन। दरबारिया भनेर आरोप लाग्यो होइन भने पहिल्यै गगन दरबारिया होइन, गगनको बाउ बाजे दाजुभाइ सबै मतलब के भने राज संस्था नेपालमा चाहिन्छ, नेपालको संस्कृति धर्म चाहिन्छ, सनातन धर्म पालना हुनुपर्छ, हिन्दू राष्ट्र चाहिन्छ भनेर भन्ने सराउन्डिङमा बाँचेको छ पनि। अनि त्यो अलिअलि इम्प्याक्ट त भइहाल्छ। त्यो त भइहाल्छ। अब अर्जुन नरसिंहजी नै मतलब के भने होइन, पञ्चायत छिरे, पञ्चायतमा उ बेला छैन मन्त्री नै भएको हो नि। पञ्चायतमा मन्त्री पड्काएको पड्काएन भन्नुहोस्, भएको पड्काएको त हो नि। अन्त पड्काउनु त अहिले नै पड्कायो होला। ल, थ्याङ्क यू भेरी मच। हस्, धन्यवाद।